8 गोल र 4 असिस्ट गर्ने मेस्सी खाली हात, तर प्रतियोगिता भर 1 गोल पनि नगर्ने रोड्री भने विश्वकपको सर्वोत्कृष्ट खेलाडी। आखिर किन? फिफा विश्वकप 2026 सकिँदा सबैभन्दा धेरै चर्चा भएको विषयमध्ये एक बन्यो व्यक्तिगत अवार्ड। अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले प्रतियोगिता भर 8 गोल र 4 असिस्ट गरे। टोलीलाई फाइनलसम्म पुर्याउन उनको भूमिका निर्णायक रह्यो। तर फाइनलमा स्पेनसँग पराजित भएपछि मेस्सी कुनै पनि व्यक्तिगत अवार्ड जित्न सकेनन्। उता स्पेनका मिडफिल्डर रोड्रीले प्रतियोगिता भर 1 गोल पनि गरेका थिएनन्, तर मैदानमा खेलको गति नियन्त्रण, बल विवरण, रक्षात्मक योगदान र टोलीलाई विश्वकप जिताउन खेलेको प्रभावशाली भूमिकाका आधारमा उनलाई गोल्डेन बल अर्थात् प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित गरियो। उता 10 गोल गरेका फ्रान्सका केलियन एम्बाप्पेले लगातार दोस्रो पटक गोल्डेन बुट जितेका छन्। स्पेनका गोलकिपर उनाई सिमोनेले गोल्डेन ग्लोभ्स र युवा डिफेन्डर पाउ कुबार्सीले उत्कृष्ट युवा खेलाडीको अवार्ड हात पारेका छन्। अब तपाईँका लागि प्रश्न, 8 गोल र 4 असिस्ट गर्ने मेस्सी नै गोल्डेन बलका हकदार हुन्थे कि स्पेनलाई विश्व विजेता बनाएका रोड्रीलाई अवार्ड दिनु सही निर्णय थियो? आफ्नो मत कमेन्टमा लेख्नुहोस्।